YouTube फ्रेन्ड, तपाईहरुलाई चाहिँ जानकीको संसारमा धेरै धेरै स्वागत छ। मैले चाहिँ यो ड्राई पिकनिक गर्नलाई सामान रेडी गर्दै छु। हामी चाहिँ बुटोल लुम्बिनी केबल कारमा घुम्नलाई अनि ड्राई पिकनिक गर्नलाई जाँदै छौं। यो चाहिँ खीर हो, प्याकिङ भइसक्यो। अनि त्यसपछि यसमा चाहिँ अलिकति चिउरा छ, चिउरा पनि लैजाम भनेर अप्सनललाई। अनि त्यसपछि यो चाहिँ डिस्पोजेबल प्लेट गिलासहरु चम्चाहरु हो। अनि त्यसपछि यसमा चाहिँ ससेज प्याकिङ गरेछु प्लास्टिकमा। अनि यो चाहिँ बफ सोइला हो, टक्क पारेर टिमुर हालेर एकदम मिठोसँग बनाएको छु। अनि त्यसपछि अलिकति चाहिँ यो काँक्रा, मूला, गाजर हो, सलाद, अलिकति हेल्दी पनि खानु पर्यो नि त। अनि त्यसपछि चाहिँ अब यो सबै अब हामी ड्राई पिकनिकको लागि लाँदै छौं र दिदीले अनि त्यसपछि जयाले अनि के ल्याउनु छ त्यो पनि म वहाँ पुगेपछि देखाउने छु। अब चाहिँ हामी ढिलो नगरिकिन छिटो छिटो कारमा बस्ने छौं। अगाडि कार आइसकेको छ, हाम्रो फुपू पनि आउनु भएको छ के। अनि खुसी हुनुहुन्छ जानलाई है, एक्साइटेड छौं सबैजना। अनि त्यसपछि अब दिन छोटो छ, ढिलो नगरिकिन अब फटाफट कारको डिक्कीमा सबै सामान राखेर अनि अब हामी लाग्यौं बुटोलतिर। अब तपाईहरुलाई जाँदै गर्दा हल्का छोटकरीमा म देखाउने छु अनि त्यहाँ पुगेपछि पनि मैले देखाउने छु। हामी चाहिँ सबै गरेर 12 जना जति थियौं र हामी एउटा कारमा 5-6 जना, एउटा कारमा 5-6 जना गरेर अब हामी यात्रातिर लाग्यौं। म चाहिँ एकदम छोटकरीमा देखाउँछु, सबै देखायो भने फेरि लामो हुन्छ नि त भिडियो। त्यही पुगेपछि फेरि म तपाईहरुलाई देखाउने छु। फाइनली हामी चाहिँ पुगिसकेको छौं। हेर्नुस् त बच्चाहरु कस्तो खुसी भछन् के। अनि यहाँको यो हरियाली नेचरहरु चाहिँ क्यामेरामा खिचे पनि नआउने के, आँखाले हेर्दा चाहिँ कस्तो राम्रो लाग्ने है। अनि यता चाहिँ हल्का फोटो सुट भएको छ, फुपूले चाहिँ मेमोरीको लागि सबैसँग फोटो खिच्नु भएको छ है। अनि अलिकति यसरी माथि चढिसकेपछि अनि टिकट पास हुँदो रहेछ अनि बल्ल अनि केबुल कार चढ्न पाइने रहेछ है। हामी चाहिँ माथि जाँदै छौं। अनि त्यसपछि यसरी टिकटहरु देखाएर अनि बल्ल यसरी भित्र पसेर अनि पास हुँदो रहेछ कि। एउटा एउटा यसरी हामी टर्न बाइ टर्न यसरी पास भएर अनि अब केबुल कारमा चढेको पनि मैले अगाडि देखाउने छु। हामी चाहिँ दुईटा केबुल कारमा 6-7 जना 6 जना गरेर यसरी मिलेर बस्दै छौं। यता दिदीहरु बसिसक्नु भएको छ। अनि त्यसपछि अब हामी पनि यसरी मिलेर बसेर अनि त्यसपछि चाहिँ यहाँ बसिसकेपछि चाहिँ क्यामेराम्यानले यसो फोटो खिच्दिनु हुँदो रहेछ हैन। अनि त्यसपछि हामीले यसो पोज दियौं हैन, अनि फोटो खिच्दिनु भयो। अनि त्यसपछि हामी अब लाग्यौं। अनि त्यसपछि यहाँको नेचर चाहिँ आँखाले हेर्दाखेरि कस्तो राम्रो लाग्ने के, तर क्यामेरामा चाहिँ क्याप्चर नहुने। अब चाहिँ यो लाग्दै छ, माथि पुगेपछि म तपाईहरुलाई फेरि देखाउने छु कस्तो देखिएको थियो त्यहाँबाट भनेर अलिकति छोटकरीमा देखाउने छु। देख्न सक्नुहुन्छ बच्चाहरु कस्तो खुसी भएको छन् के, कस्तो छुट्टै मजा आउने। बच्चा खुसी भएपछि झन् त्यो खुसी अझ डबल हुने के है। ल हेर्नुस् त कस्तो राम्रो देखिएको छ के। म अझै तपाईहरुलाई देखाउने छु अगाडि छोटकरीमा। ल हामी चाहिँ पुगिसक्यौं। एकदम रमाइलो भयो। सबैलाई यहाँ डर लाग्यो कि नै भन्दै जिस्काउँदै हुनुहुन्छ कि। डर चाहिँ लागेन है, मलाई फर्स्ट चोटी चढ्दा पनि डर चाहिँ लागेको थिएन। चर्किपिङमा चाहिँ कस्तो डर लागेको थियो कि सुरु चोटी बस्दाखेरि। अनि त्यही भएर मलाई बस्नै मन लाग्दैन, तर केबुल कारमा चाहिँ डर लाग्दो रहेनछ। अनि यसरी माथि जाँदै छौं कि अब कहाँनिर बसेर खानी भनेर सबैजना यसरी सिडी चढेको। कस्तो थाकेर बाफ्रे। अब यति हिँड्दाखेरि स्यास्याएर फ्या ल हेर यस्तोमा बस्नु पर्छ कि हजुर। तर खस्नु डर हुन्छ नि बच्चाहरु।
हामीले चाहिँ ड्राई पिकनिक गर्नलाई एकदम राम्रो ठाउँ पायौँ कि यता बच्चा खेल्ने अनि यता चाहिँ ड्राई पिकनिक गर्ने भनेर हामीले सोच्यौँ कि एकदम शान्त रहेछ, कोही पनि रहेनछ है। अनि कस्तो राम्रोसँग यहाँ रेलिङ सेफ्टी पनि रहेछ अनि यसरी मजाले यसो नेचर हेर्दै खाँदै होइन कस्तो चिसो हावा चलेको थियो है, छुट्टै मजा आएको थियो कि। अनि यहीँ बसेर अब खाने निर्णय गऱ्यौँ हामीले चाहिँ। सुरुमा चाहिँ यो सेलरोटी खोलेको के, सेलरोटी चाहिँ दिदीले ल्याउनु भएको हो, एकदम राम्रो थियो सेलरोटी पनि। अनि सबलाई यसरी प्लेटमा हालेर नास्ताहरू हाल्दैछु मैले, यो चाहिँ खाना होइन, यसो नास्ता गरेर अनि त्यसपछि यता हल्का फुल्का गेमहरू छ अरे, गेमहरू खेलेर अनि त्यसपछि बच्चाहरू पनि खेल्छन् अनि त्यसपछि फेरि भोक लाग्छ अनि फेरि खाना खाने भनेर खाना पनि अहिले म तपाईँहरूलाई देखाउँछु। यसमा चाहिँ सेलरोटी, ससेज अनि त्यसपछि छोइला छ अनि त्यसपछि सलादहरू छ है। अनि कोही बच्चाहरूले खाने कोहीले नखाने गरेछन् है, सबैको आफ्नो टेस्ट हुन्छ नि त। अनि मेरो बाबुले चाहिँ खिर मात्रै खान्छ कि, खिर र कोल्ड ड्रिङ्क्स अरू केही पनि खाएको छैन है। अनि यसरी नेचर हेर्दै खाँदै कस्तो मजा आएको कि चिसो मौसममा है, एकदम मजा आयो। भोक लागेको थियो, मजाले इन्जोय गरिराखेका छौँ सबैजनाले अनि सबैलाई मिठो पनि लाग्यो। अनि त्यसपछि खिर त झन् अब मिठो नहुने कुरै भएन है, खिर पनि मजाले खाइयो है, भाँडा चाट्नी गरेर है। अब चाहिँ नास्ता गरेर सबैजना यता गेम हेर्नलाई अनि त्यसपछि खेल्नलाई जाँदैछौँ। अनि यता इमानुले गेम खेलेको देखेर त अनि मलाई पनि डर लाग्दैन होला भयो कि बल्ल, राइट पनि त्योभन्दा अगाडि कस्तो डर लाग्थ्यो कि, मलाई फेरि कस्तो डर लाग्छ है। अनि चट्टै यसरी रेडी भएर ब्लेसी र म गेम खेल्न जाँदैछौँ। ब्लेसी पनि एकदम एक्साइटेड थिइन् अनि म चाहिँ सुरुमा सिरिङ्ग भएको थियो डर लागेर, तर पछि त कस्तो राम्रो लाग्यो कि एकदम इन्जोय गरियो है, मजा आयो। ब्लेसीले नि एकदम इन्जोय गरी थिइन्, एउटा डर पनि थिएन फेसमा। अनि त्यसपछि त्यहाँनिर पुग्न लागेको त कस्तो खटक्क भएको के, ला डोरी टुट्यो म मोटी बसेर भनेको त जे होस् होइन चाहिँ कि त्यहाँ बुझाउनु भयो है। अनि त्यसपछि यहाँ मेरो बाबुहरू पनि खेल्न जाँदैछन् है। ठुलो बाबु चाहिँ एकदम डराएको थियो, यति डर थियो नि फेसमा, अनि उसले त्यो डर चाहिँ लुकाउनलाई चिच्चाए जस्तो गरेको थियो कि अझ। अनि त्यसपछि जे होस् खेल्यो है, डराइ भए पनि खेल्यो। अनि यता सानोले फेरि मेरो टर्न कतिखेर आउँछ भनेर पुरा एकदम के एक्साइटेड भएर बसेछ। अनि त्यसपछि भाइले पनि खेल्छु भनेको देखेर जोसुवाले म पनि खेल्छु भनेर यहाँ दुइटालाई यसरी रेडी गरिदिएर अनि अब गेम खेल्नतिर लगेको है। यति खुसी है। यिनीहरू सानो बाबुहरू बरु एउटा डराएनन् कि, हामी ठुलोलाई बरु डर लाग्यो होला, यिनीहरूलाई लागेन, एकदम इन्जोय गरे है। अनि यो आइसकेपछि मैले सोधेको थिएँ कि तिमीलाई कस्तो लाग्यो भनेर, हेर्नु है, सुन्नु है यसले के भन्छ। अरुण दादा मात्र डराइन्, तिमी डराएनौ? यसरी त एकदम बलियो छ नि त। हेर्नु त फुपूले पनि इन्जोय गर्नुभएको छ कि एकदम मजाले। अनि त्यसपछि फुपूको छोराको पनि अहिले म देखाउँछु। अब चाहिँ बिरयानी खाने खेलेर भइसक्यौँ। यो चाहिँ जयाले ल्याएको चिकन बिरयानी हो। अब खाना भनेको खाना हो भनेर थोत्तरै खाना खाँदैछौँ कि, धेरै भोक त लागेको त थिएन अघिको नास्ताले है, तर पनि थोत्तरै खाँदैछौँ। अनि त्यसपछि यहाँ राइता पनि छ, यो चाहिँ चुकुन्दर हालेको राइता भएर कस्तो राम्रो कलरको देखिन्छ कि। अनि सलाद छ, अनि त्यसपछि राइता बिरयानी गरेर खाने। यता फुपूलाई नि एकदम मन पर्यो रे। अनि यता दिदी बाबु अनि बिनाजु पनि हुनुहुन्छ, खाँदै हुनुहुन्छ र सबलाई एकदम मिठो लागेछ है। बिरयानी पनि पिरो थिएन कि, अनि बच्चाहरूले पनि खाएन, इन्जोय गरिरहेको छन् सबैजनाले खाएर। अनि यता बाबु चाहिँ एक्लै खेलिरहेको छ कि, उसलाई खाना मतलबै छैन कि, यस्तो खुसी छ नि आज कुरै नगरौँ। अनि त्यसपछि हामी घरतर्फ लाग्नलाई तयारी गरियो। अनि त्यसपछि हेर्नुहोस् त अब हामी भित्र जाँदैछौँ केबुल कारमा चढ्नलाई। यसरी चढेर अब हामी घरतर्फ लाग्छौँ। अनि म फेरि जाँदै गर्दा पनि एकदम छोटकरीमा देखाउने छु, अगाडि हेर्नु होला है। ल हामी चाहिँ केबुल कारबाट झरिसकेको छौँ। त्यहाँ कार आएर बसिसकेको छ। अब कारमा सबै सामान राखेर डिकीमा अब हामी घरतर्फ लाग्नेछौँ।
लस्सी बनाउनलाई मार्केटतिर सर एक चक्कर मार्न जाँदैछौँ होइन हो कि नै? ल है त अब हामी चाहिँ निस्किँदैछौँ सबै चिरी चट्ट परेर फ्रेस भएर एकदम ठुलो माटो भइदियो अनि त्यसपछि यस्तो फ्रेस भएर अब चाहिँ हामी मार्केटतिर जाँदैछौँ। ल जाउँ। फुपूलाई रमाइलो लाग्छ होइन फुपू? रमाइलो लाग्छ मलाई त हो मार्केटतिर त्यही भएर पनि यसो सर र घुम्नु चाहिँ रमाइलो लाग्छ होइन इन्जोय हुनुपर्छ जहिले पनि हामीले यस्तो वरिपरि बस्नु हुँदैन के रमाइलो गर्नुपर्छ। हामीले भिडियो बनाउने वाला लाग्ने भएको छ। ओहो मेन बजारमा आएको त यस्तो रमाइलो के है अब यो आँखाले हेर्दा त झन् यस्तो झिलेर मिली छ है। अब यो क्यामेरामा चाहिँ सबै क्याप्चर भयो कि नै धेरै रमाइलो थियो। अनि हामी चाहिँ हरेक साल के गर्छौँ भन्दाखेरि चाहिँ सर एक चक्कर मार्ने अनि आउने आइसक्रिम खाने अनि यो चाहिँ आइसक्रिम मिल्कसेक हो सबैजनालाई अनि त्यसपछि यही आइसक्रिम मिल्कसेक खायौँ अनि घर फर्क्यौँ कि त्यति हो कि सधैँ त्यस्तै हो होइन। बच्चाहरू रमाउँछन् खुसी लाग्छ आफ्नो सहर झिलिर मिली हुँदाखेरि होइन त्यही हो इन्जोय भयो। अब हामी चाहिँ घर फर्किन लागिसक्यौँ। तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ।